नमस्ते सबैजनालाई। आज हामी नुवाकोटमा रहेको दुप्चेश्वर महादेवको दर्शन गर्न जाँदैछौँ। साउनको महिना हो, त्यही भएर यसो शिवजीको दर्शन गरौँ भनेर आज हामी हिँडेको। काठमाडौँको भ्यू अलिक क्लियर नभयो भने बादल लाग्यो भने माथिमा प्लेन उडिरहेको छ एउटा। हामी पहिला काठमाडौँ, टोखा, चोर, शिवपुरी भएर नुवाकोट निक्लिन्छौँ। कति राम्रो छ हेर्नुहोस् त हेर्नुहोस् त हाम्रो नेपाल कस्तो राम्रो छ, मान्छे मात्र नराम्रो हाम्रो। अझै एउटा झर्ना है, यसलाई पनि शान्तिले झर्ना मान्न सकिन्छ होइन। यहाँ पनि अर्को झर्ना छ क्या। यस गाइज है, एज यु क्यान सी होइन, यहाँबाट देखेको चाहिँ लिखु खोला हो। यहाँबाट ऊ त्यो माथि त्यो लिखु खोलाको राइटको एउटा डाँडाको टुप्पोमा भएको मन्दिर के अरे कविलास मन्दिर हो होइन। हामी जाने चाहिँ त्यही बाटो हो। अब यहाँबाट चाहिँ अबाउट 1 घन्टामा चाहिँ हामी पुगिन्छ होला दुप्चेश्वर। लेट्स सी है, मौसमले साथ दिइरहेछ अहिलेसम्म चाहिँ। काठमाडौँमा चाहिँ पानी परिरहेको थियो, त्यहाँबाट भ्याली छोडिसकेपछि अहिले यहाँ घाम लागिरहेछ। ल होप फर द बेस्ट। ल काठमाडौँ, टोखा, शिवपुरी, गुर्जे भन्ज्याङ भएर हामी लगभग काठमाडौँबाट हिँडेको 1-1.5 घन्टामा छहरे भन्ने ठाउँ पुग्छौँ। त्यो चाहिँ नुवाकोटको थानसिङ गाउँपालिकामा पर्दो रहेछ। शिवपुरी गाउँपालिका वेलकम अस। छहरेबाट हामी बिदुर जाने बाटो समातेर अगाडि बढ्छौँ। लिखु खोलाको तिरैतिर भएर यो बाटो अगाडि बढ्छ। अनि बिदुर र छहरेको बिचमा चाहिँ चौगडा ब्रिज भनेर आउँछ। त्यो ब्रिजबाट हामी लिखु खोला तरेर बिदुर जाने बाटो छोडिदिन्छौँ अनि चौगडा बजारतर्फ अगाडि बढ्छौँ। त्यो ब्रिजमा चाहिँ यहाँबाट दुप्चेश्वर 25 किलोमिटर लेखेको बोर्ड पनि छ। लिखु गाउँपालिका छहरेबाट दुप्चेश्वर जाने बाटो चाहिँ एकदम राम्रै छ। हरियो खेतको बिचाडो भएर बाटो जान्छ। अनि बाटो चाहिँ बाइक राइड गर्नुलाई साह्रै रमाइलो खालको बाटो छ। साइडमा हरिया खेतहरू, अलि तलतिर खोला, बिचमा पिच बाटो, सरर मजा आउँछ राइड गर्न। तर लास्टको 7-8 किलोमिटर भने अलि अप्ठ्यारो टाइपको बाटो छ। पिच बिग्रिया छ, अनि कतै हिलो छ, अनि कतै हल्का ढुङ्गाहरू पनि छ। ठाउँ ठाउँमा चाहिँ यस्तो बाटो पनि छ है। सो प्लिज डु नट बी फुल्ड। पानी पऱ्यो भने त गान्डी फाट जाएगी भाइ साहब, पानी पऱ्यो भने त यस्तोमा। त्यो सानो प्याचमा होइन, यो चाहिँ एकदम हल्का राम्रो स्टेज छ यस्तो। यो यत्तिको अफरोडको चाहिँ यस्तो हिल स्पिडर त गाह्रै पर्छ यस्तोमा। ल यसरी लडेँ म होइन। अब के त लडेपछि भन्ने भिडियो थियो। कुनै पनि बेला हुनसक्छ। खुट्टा त हिँड्दै भयो। धन्न मैले तेरो आएर तेरो चप्पल लाएर आएको छु। मेरो लाएर आएको मैले। मलाई त्यस्तै हुनसक्छ भने त अब जुत्ता सट्टै काटिहाल्यो त्यहाँ। फेरि जुत्ता लाउनु चप्पल देखेँ छैन, होइन चप्पल लाएर जान्छु भनेर। गोर्खु खोला पुल एकदम दामी छ है। मान्छेहरू पौडी हानिरहन् है। एकदम स्विमिङ गर्ने जस्तै खोला रहेछ। फेरि एकदम टेम्पटिङ छ, तर हामी चाहिँ टाइम बााउन्ड छौँ कि होइन। बेलुका फेरि फर्किनु पर्छ यस्तै भएर। लाङटाङ एरिया प्रवेश गरिरहेको क्या हामी। लामटाङ गोरु भेटिएको ठाउँ रे लामटाङ भनेको।
यहाँ चाहिँ हाम्रो सानो कुण्ड रहेको छ चप्पल बनाउँदा धन्न जिता लान्छु मैले यताको पाखा त खतम हुँदैछ यार अनि जितले खेप्दियो यार जाँदैन रे यतै राख्ने रे जाँदैन दिदी हो त हजुर हाँसले हाम्रो बाटो छेकिरहेको छ पुलसम्म त जान्छ होला नि होइन मान्छे आउनु भएन दिन भएन आउनु भएको छैन नि हाम्रो चाहिँ यो भगवान्लाई चढाउनलाई भनेर यस्तो किनिसक्यो होइन कहाँ छ र अहिले हामी यहाँ दुप्सेश्वर महादेव दर्शनको लागि आइएछ बिहान काठमाडौँबाट बिहान 6 बजे कालीपेटा दर्शन गर्न आउने भनेको पानी परेर यहाँ 2 बज्यो लगभग 1 बजीतिर हिँडेको थियो यहाँ आउँदा 3 बज्नु लाग्यो यहाँ दिदीले यहाँ सामान किन्न भन्दै हुनुहुन्छ क्या अरे अब दुप्सेश्वर महादेव चाहिँ यता छ यो चाहिँ दुप्सेश्वर यहाँ खोला तरेर जानुपर्ने रहेछ अब जाउँ यो खोला चाहिँ सूर्यकुण्डबाट आउँछ भनेर भन्दै हुनुहुन्थ्यो एकजना दाजुले के रहेछ कुनै यो खोला ठाउँ चाहिँ यो पहाडको बिचमा टक्क एउटा मन्दिर रहेछ ल एउटा जाउँ यो पुलबाट जाने होला सायद ओ भयो चिप्लो रहेछ साह्रै चिप्लो रहेछ है यो फुलहरू फुलेका छन् त्यसको आजको साउनको आइतबार भएको पनि अलिअलि भक्तजनहरू चाहिँ आउनु आएको छ त्यो पूजापाठ गरेर फर्किँदै हुनुहुन्छ धेरै कति मान्छेहरू एउटा पार्क जस्तो पनि बनाएको रहेछ त्यता गएर बस्नुपर्छ एकछिन हामी प्रवेश गर्दैछौँ दुप्सेश्वर महादेव सिडी भएको बाटो रहेछ एकछिन चाहिँ पढ्नुपर्ने रहेछ अब यो ठाउँमा चाहिँ अलिक सफा गर्नुपर्ने चाहिँ देखिएको छ जता यो प्लास्टिकका बोतल पूजा गर्नु लगेका सामानहरूबाट निक्लेको फोहोर जतै फैलेको जस्तो देखियो हाम्रो संस्कृति हाम्रो सम्पदा हाम्रो दुप्सेश्वर पवित्र दुप्सेश्वर धाममा दर्शनको लागि पाल्नुहुने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्दछौँ दुप्सेश्वर क्षेत्र विकास कोष नुवाकोटको यो माथि चाहिँ एउटा राम्रो सम्म फाँट जस्तो देखिएको छ यो चाहिँ सम्म छ टार जस्तो त्यता जाने बाटो थाहा भएको जानुहुन्छ त्यो ठाउँ चाहिँ रमाइलो छ जस्तो छ यता यो चाहिँ धद्रुको बोट जस्तो छ शिवजीको प्रसाद हाम्रो नानी जिम्नास्टिक गर्दैछन् कि जिम्नास्टिक गर्ने हो
चाहिँ पानीहरू चाहिँ माथि रसाएर गएर टप पानी नपऱ्यो नि पानी पऱ्यो जस्तो भइरहेछ तर माथिबाट पुरै रसाउँदो रहेछ पानी पुरै सब भिजाउँदो रहेछ श्री दुप्तेश्वर महादेव पूजा गर्नको लागि सानोतिनो लाइनै रहेछ हुन्छ दुप्तेश्वर साँढे जस्तो छ यो त हेर्न त ठ्याक्कै खै त भएर नि हाम्रो नि यसो गर्नु अभिषेक दुधहरू चढाएर यहाँ सबै दुधको पोखरी भन्दै रहेछ कति पैसा चल्छ पूजा 24 महिना है राति पनि बन्द हुँदैन अच्छा आल्चा लाउने सिस्टम छैन अन्डको जस्तो यति बजीदेखि यति बजी भन्ने छ आल्चा लगाइदिया भाइ बिहान 6 भने गर्ने भने सिस्टम अनि ड्रेस चाहिँदैन भयो मलाई सिस्टमै बन्दैन 12-1 बजे त बन्द गर्छ हो 12-1 बजी भन्दा बेलुका आरती गरेर मैले आरती पुष्पाञ्जली गरेर हिँडेपछि खास मन्दिर बन्द हो त्यसपछि पनि भक्तजन आइरहन्छन् टाढाबाट भन्छन् आउँछन् नजर झुकाउँछन् अघि खसरी चढाउँछन् भित्र छेउँछन् जल चाहिँ कहाँको लागेको तल पुल दुप्तेश्वर यहाँ चाहिँ पोखराको साइड साइडमा यो रेलिङहरू बनाएर हिँड्ने बाटो चाहिँ बनाएको रहेछ यो सबै घुम्न मिल्दो रहेछ दाहिनेतिरबाट आएर देब्रेतिर सबै झर्न उहाँ हुनुहुन्छ बासु तामाङ जसले चाहिँ यो दुप्तेश्वर महादेवलाई पहिलोपटक पत्ता लगाउनु भएको थियो अरे अनि यो शिलामा चाहिँ उहाँ त्यस्तो कथा लेखिएको रहेछ